आज हामी घरमै चाउमिन पकाएका छौँ। यो हल्का उब्लेको पानीमा गरम पानीमा हल्दी हालिदिने, हल्दीले हालेपछि स्विच चलाउने, हल्का चलाइराख्ने, त्यसपछि चाउमिन हाल्ने। हल्दी हाल्यो भने के हुन्छ कि चाउमिनमा रहेको फोहोर सबै बाहिर आउँछ अनि चाउमिनको कलर पनि पहिलो पहिलो राम्रो हुन्छ देखिन पनि, नत्र सेतै देखिन्छ। हल्दी हाल्यो भने फोहोर सोहोर सबै आउँछ कि, यसरी हल्दी हाल्नुपर्छ। हल्दी हाल्दाखेरि यसमा माथि हल्का तेल पनि हाल्नु होला, यसैमा हल्का तेल हाल्नु होला, जे तेल चाहिँ त्यही हाल्नु होला। बोइल भएपछि यसलाई हल्का चलाउने, अहिले पहिला सेतो थियो, अहिले पहिलो भइहाल्यो। हल्का चलाउने यसलाई राम्रोसँग, न त तल काँचो रहन्छ। राम्ररी यसलाई चलाउने हो र। अब पाकिसकेपछि यसलाई एउटा भाँडोमा राख्ने, फोहोर जति तल पानी सबै जान्छ, माथि चाउमिन रहन्छ। यसलाई फेरि हल्का चलाउने, त्यसपछि यसलाई हल्का धुनको लागि सफा पानीले, चिसो पानीले धोएर यसलाई हल्का फेरि चलाउने राम्रोसँग, यसलाई पुरा राम्रोसँग धुने, यसलाई पुरा फोहोर आउँछ बाहिर। त्यसपछि हल्का यसलाई यस्तरी चलाउने, तेल सेल लगाएर हल्का यसमा तेल हाल्नु होला। त्यसपछि सुकाउनुको लागि राखिदिने, यसलाई हल्का पानी खाने सबै आउँछ बाहिर, 1-2 घन्टा जति राख्ने। त्यसपछि गोबी, हरियो खुर्सानी, प्याज, आफूसँग के छ सिमला मिर्च सबै राख्नु होला। यो सोया सस हो, यो भेनिगर हो, आफू चाहे जति हाल्नु होला। यो एउटा बन्दागोपी हो, यो मिक्स मसाला, चाउमिन भइहाल्यो तपाईँको। अब जुन फ्लेभर बनाउनु भयो भने यो हो। गार्लिक पेस्ट, यो प्याज भइहाल्यो, यो अजिना मोटो भइहाल्यो। यसलाई कति चाहिन्छ आफ्नो हिसाबले सबै आइटम ट्याकटुक हाल्नु होला। त्यसपछि यो फ्राई प्यान, यसलाई कराईलाई यसलाई चाहिँ गरम गर्नको लागि आफूलाई कति तेल चाहिन्छ त्यति नै हाल्नु होला आफ्नो अनुसार। त्यसपछि यसलाई राम्रोसँग यसलाई चलाउनु, राम्रोसँग यसलाई हल्का प्याज हाल्ने सुरुमा यस्तरी। त्यसपछि यो हरियो खुर्सानी हाल्नु होला, आफ्नो कति चाहिन्छ त्यो हिसाबले। म अहिले आधा प्याकेट बनाउनु लाग्छु सुरुमा। हल्का गोबी हालिदिनु होला, त्यसपछि गोबी हालिदिनु अनि यसलाई चलाउनु राम्रोसँग गरी पाकाइदिनु हल्का यसलाई गोबी। यस्तै चलाएपछि हल्का कलर पहिलो हुन्छ। त्यसपछि गार्लिक पेस्ट हाल्नु होला, अदरक लसुनको गार्लिक पेस्ट आफूलाई कति चाहिन्छ ट्याक्कै हिसाबले थोडा यस्तरी हाल्नु होला। यस्तै स्वाद राम्रो आउँछ गार्लिक पेस्टले। त्यसपछि चाउमिन हाल्नु आफूलाई कति बनाउने हो त्यो हिसाबले हाल्नु होला। आफू सोया सस हाल्यो, भेनेगर आफ्नो स्वादअनुसार कति चाहिन्छ, मिक्स मसाला आफूलाई कति चाहिन्छ त्यति हाल्नु, मिक्स मसाला। त्यसै अजिना आफूलाई स्वादअनुसार कति चाहिन्छ। मैले अब चाउमिन हालेर राम्रोसँग फिट्नु होला, घुमाउनु होला, चलाउनु होला, राम्रोसँग यसलाई चलाउने। यसपछि चाउमिन रेडी भयो। कस्तो देखिया छ होला भन्नु है, कमेन्ट गर्नु। चाउमिन रेडी भइसक्यो, खानको लागि तयार छ 6-7 प्लेटमा। ल यो हेर्नु चाउमिन हो कस्तो राम्रो लाग्यो भने भन्नु। धेरै आइटमको कमी छ यसमा, त्यस्तो घरमा बनाएको हो। ल यसपछि यसलाई खाएर टेस्ट गर्ने। राम्रो छ टेस्ट। Oh my